हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो न्यू डेनी ब्लगको साथमा। र आज चाहिँ म धेरै दिनपछि फेरि नयाँ भिडियो लिएर आइसकेको छु। मेरो भिडियो चाहिँ धेरै दिनसम्म मैले पोस्ट गर्न सकेन, तर केही प्रब्लम थियो, मेरो हेल्थ प्रब्लमको कारणले नै गर्दाखेरि मैले भिडियो स्टार्ट गर्न सकेको थिएन। र आज चाहिँ धेरै दिनपछि म भिडियोहरू फेरि बनाइरहेको छु। र आज चाहिँ खास के छ भने हाम्रो गाउँमा थारूहरूको पर्व चिराई छ हाम्रो गाउँमा, र सबैजना चिराई मनाइरहेछौँ र म आज पनि चिराईमा आछु। र चिराई चाहिँ हाम्रो मम्मीहरूको घरनिर नै मनाउँछन्, यहीँ नै आउँछन् गाउँभरिका सबैजना। र त्यही भएर आज चाहिँ अहिले म मम्मीहरूको घरमै नै छु। यहाँ गर्मी छ धेरै, हेर्न सक्नुहुन्छ यहाँ गर्मी छ। र म यहाँ चाहिँ मम्मीहरूको घरमा नै अहिले यहाँ बसेछु। अनि यहाँ सबैजना मम्मीहरूको दोकानको अगाडि नै बसेछन् छायामा। त्यहाँ चाहिँ जाम हुन्छ नि, त्यहाँनिरै गर्मी छ, त्यही भएर चाहिँ त्यहाँ गएको छैनन्, यहाँ बाटोमा छन्। र हजुरहरूलाई आज चिराई कसरी मनाइरहेछन् र कति रमाइलो भइरहेछ, कस्तो गरिरहेछन् सबै देखाउने नै छु। माया गरेर हेरिदिनु होला र त्यसको साथसाथै सपोर्ट पनि गरिदिनु होला। र अहिले यहाँ दोकानमा सबैजना यहाँ बसेछन्, कोही के खाइरहेछ, कोही के खाइरहेछ। क्युटी क्युटी मेरो बहिनी अन्नु, मम्मा, मेरो बाबा, मेरो लिसा बहिनी, पानीपुरी वाली, चटपटे वाली, मिठो मिठो बनाउने वाली। हेर्न सक्नुहुन्छ यहाँ सबैजना यहाँ बसेछन्, हाम्रो गाउँका केटीहरू गर्मीको कारणले गर्दाखेरि यहाँ छायामा बसेछन्। यहाँ हेर्न सक्नुहुन्छ यो क्यामेराम्यान मेरो भाइ भरत। उसको केही काम छैन, बस घुम्ने खाने लफङ्गागिरी मात्र हो यसको काम। साइली बहिनी हिरोनी बनेछ। यो निशा चाहिँ यहाँ आइरहेको छ चटपटे खाएर पानी खान। यसलाई चाहिँ पिरो भयो। पिरो भयो, रसभरी खायो, निशा पानी पनि खायो। यो भाइरल केटा सुनका, सबजना लाइक गरिदिनु होला। का नाम हो टिकटक में आदत सबजना लाइक गरिदिनु होला। त्यही हो, आइजाऊ। यो चाहिँ टिकटक बनाउन गइरहेछ। यो चाहिँ यो भाइरल केटा हो के सुनकाबाट। यो मेरो छोरा, दादाको छोरा हो। यो यहाँ हेर्न सक्नुहुन्छ यहाँ सबैजना आफ्नो आफ्नो यहाँ बिजी छन्। कोही टिकटक बनाइरहेछ, कोही हिँडिरहेछ। यहाँ मेरो भाइ चाहिँ खिचिरहेछ, यतातिर चाहिँ यहाँ गफसप लगाइरहेछ। गाइस हेर्न सक्नुहुन्छ उहाँ हाम्रो गाउँको मरुवा र भल्मसारुको भवन यहाँ रेडी हुँदैछ। र यहाँ हाम्रो गाउँका केटाकेटी बहिनीहरू डान्स गरिरहेछन् सबैजना। अनि म चाहिँ अहिले जाँदैछु त्यहीँ। अनि को डान्स गरिरहेछ अनि कसरी डान्स गरिरहेछन् त्यो सबै देखाउने छु, हेरिदिनु होला र इन्जोय पनि गरिदिनु होला। राङ्गा चलाइराख्नु भएको छ, यहाँ आन्टीहरू बाख्रा चलाइरहेछन्, यहाँ चाहिँ डान्स गरिरहेछन् सबैजना।
गया देख के तुमको यार आज पहली बार लगता है हमको हो गया है प्यार दिल गया मेरा दिल गया दिल गया दिल गया मेरा दिल गया लाली लाली होठवात चुवताव लाली 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 होठवात चुवताव लाली अमर पाली रे मन करे काच बिना खाली अमर पाली रे मन करे काच बिना खाली हेर्न सक्नुहुन्छ हाम्रा गाउँका सबैजना एक ठाउँमा भेला भइसकेछन् र आजको हाम्रो साँझको पूजा चाहिँ यहाँ गाउँका यहाँ के भन्छन् मरममा हुन्छ र सबैजना भेला भएर चाहिँ पूजाको वेट गरिरहेछन् र कोही आइरहेछ कोही गप्प लगाएर आइरहेछन् कोही रमाइलो गरिरहेछन् हेर्न सक्नुहुन्छ सबैजनालाई र आगो चाहिँ बलिसकेछ र अहिले आगोलाई चाहिँ नागेर जानुपर्छ। अहिले चाहिँ आगोलाई नागेर गइरहेछन् र पानी छरेर पानी छिटाएर जानुपर्छ र हेर्न सक्नुहुन्छ सबैजनालाई घर जानको लागि चाहिँ हतार भइरहेछ। अब एक ठाउँमा चाहिँ पूजा गरेर चाहिँ सकिसकेछ र अब यहाँ हेर्न सक्नुहुन्छ गाउँका बिचैमा फेरि पूजाको लागि सबैजना चाहिँ एक ठाउँमा भेला भइसकेछन् र अहिले चाहिँ यहाँ पूजा हुँदैछ र पूजा भइसकेपछि सबैजना चाहिँ पानी छिटाएर आफ्नो घर जानुपर्छ र त्यही भएर सबैजना चाहिँ पूजाको वेट गरिरहेछन् अनि रमाइरहेछन् र आजको लागि चाहिँ भिडियोमा यति नै राख्छु र हाम्रो भिडियो हजुरलाई कस्तो लाग्यो पक्कै पनि रमाइलो लाग्यो होला र मन परेमा चाहिँ लाइक अवश्य गर्नु होला। आजको लागि यति नै शुभरात्रि बाइ बाइ।